एउटा न्यू भ्लगिङको साथ गाइस। तो हामी चाहिँ जाँदैछौँ जिम पार्क गाइस, तो जिम गर्नको लागि। गाइस तो हाम्रो अर्को भाइ आउँदैछ त्यही स्पिडमा। टक्ले भाइ गाइस त आइपुग्यो। गाइस त यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हिजोको भ्लगमा पनि हामीले योलाई देखेको होला बम फुटाउँदाखेरि। यसलाई राइनो बम के बम किन्छ अरे स्काई शट। गाइस त आज चाहिँ हामीहरू जिम गर्न जान आँटेको गाइस। अलिक बडी बनाउनु पर्छ गाइस, त्यो बडी सुकेर घडी नै भइसकेको छ। भात पनि म खादिन। सिक्स प्याक छैन, फ्यामिली प्याक होला। यसको त गाई हिँडाइ हेर्नु न। गाई त जुम चाहिँ डरो जान्छ। गाई त ल चाहिँ अब हामीहरू अगाडिको तर्फ बढिहालौँ। गाई त हेर्नु हाम्रो प्रिन्स भाइ चाहिँ ओभर स्पिड कुद्दो रहेछ यहाँबाट, यो ग्याङबाट। तर त्यो सबसे स्पिड ल कुदेर जाउँ ल। गाई त मलाई चाहिँ कसैले जित्न सक्दैन। गाई त आज चाहिँ चटपटे हान्ने नै हो कि बा। गाई त बेलुकाको भ्लगमा चाहिँ हामीहरू चटपटे हान्ने त्यो पैसा पनि यहाँ हेर्नु सक्नुहुन्छ। हाम्रो 100 रुपियाँ कडकडा नोट बोकेर आएको छु। गाई त एकछिन चाहिँ भिडियो गाइस। त यहाँ चाहिँ दसैँ तिहारको रोटेपिङ बनाइरहेको छ गाइस। अब चाहिँ हामी प्रिन्सलाई चाहिँ हल्लाउने वाला छौँ। बिनिस जा हल्लाइदे, बिनिस हल्लाइदे जा। गाई त यो चाहिँ हाम्रो नेपाली देशी जिम पार्क। गाई त जिम गर्ने ठाउँ हो यो हाम्रो चाहिँ। बिहान यता धेरै मान्छे आउँछ, त्यही भएर हामीहरू अलिक ढिलो आएको। गाइस त घाम चाहिँ हेर्न सक्नुहुन्छ, घाम चाहिँ गाइस त केही देखिन सकेको छैन। घामको आँखा पनि ओभर उयो भइरहेको छ गाइस। होला रुक म हल्लाउँछु है म। गाई त म चाहिँ क्यामराम्यान हो, तर पनि क्यामेरा पक्रेर हल्लाउनु परिरहेको छ। हट न राखे गाई त म चाहिँ हल्लाइदिन्छु। गाई त अलिक भाइ पनि माथि पुगिरहेको छ किनकि क्यामेरा पक्रेर हल्लाउँदैछु गाइस, त्यसैले अलिक गाह्रो भइरहेको छ। हट बच्चा बुच्चीहरूलाई भ्लगिङ गर्न आउँदैन गाइस। त हामी चाहिँ अर्को भिडियोमा चाहिँ अब राइडिङ सडीघाटातिर जाने हो गाइस। राइडिङमा म अनि मेरो साथी जान्छ होला हौ जस्तो लागेको गाइस। त्यो हिजोको रातिको भ्लगमा तिमी बिरु भाइ थियो। र यहाँ चाहिँ हेर्नु गाइस कसरी गर्छ अरे यो बाँदरले, कसरी गरिरहेको छ। ओ यो त्यसरी गर्ने होइन, यहाँ हात पक्री, पहिला त्यहाँ हात पक्रियो, वहाँनिर हात पक्री अब उतापट्टि बस न थ्याचेकै बस न। अब उठा गर, त्यसरी गर्ने हो गाइस। त यहाँ चाहिँ मलाई भ्लगिङ गर्ने कोही छैन, नभए म यहाँ टेप पक्रेर भ्लगिङ गरिदिन्थेँ। बिनेश यता आइज त। गाइस त यो चाहिँ बिनेश चाहिँ कुद्दै आउँदैछ हेर्न सक्नुहुन्छ। ओ त के को फ्यान हो? रोनाल्डो। गाइस त रोनाल्डो। तको ओ आयुष त के को फ्यान हो? छि मेसीको छोरा रहेछ यो त। ओए प्रिन्स त के को फ्यान हो? गाइस त रोनाल्डोको फ्यान हो भने लाइक एन्ड सब्सक्राइब गर्नु। मेसीको फ्यान हो भने रोनाल्डोको गल्ती भयो गाइस। रोनाल्डोको फ्यान हो भने चाहिँ सब्सक्राइब गर्नु, मेसीको फ्यान हो भने चाहिँ लाइक गरिदिनु गाइस। गाइस यो भिडियोमा चाहिँ 1K लाइक र 1K सब्सक्राइबर चाहिँ हुनुपर्छ गाइस। ल गाइस त म चाहिँ यहाँनिर चढेर गर्छु। बिनेश ओ यहाँ आइज न। गाइस त मैले बिनेशलाई बोलाइसकेको छु र बिनेश यहाँ हेर्नु सक्नुहुन्छ रोनाल्डोको स्टाइलमा आउँदैछ। सु गर्दै गाई त सु गर्ने भएको लडो बिचरा। फेरि गर्दा गाई त झन्डै अघि त लडेको थियो। कहाँ लडेको थिइस्? यहाँनिर लडेको। बिनेश त यसरी क्यामेरा पक्री ल, यता आइज त। यसरी पक्री ल, काहीँ पनि नछु ल। यस्तो म काहीँ पनि नछु। गाइस त हाइट सानो भए पनि र पनि भेट। गाइस 10 हानौँ भनेको 5 पनि सकिनँ। एकछिन गाइस म 5 हानेर देखाउँछु।
चाहिँ हाल्दैछु रातो न फिर हुँदै हाम्रो बिनिस भाइ चाहिँ यहाँ कति हान्ने एक्लो जाउँ छिटो हान्न गाइस त हाम्रो बिनिस भाइ चाहिँ ओभर स्पिडमा जाँदैछ एक हान्नको लागि र गाइस त यो चाहिँ हाम्रो हातको लागि हो मेरो हात चाहिँ पुग्दैन त्यहाँसम्म गाइस यहाँबाट घुम्न कत्रो लामो लम्किने पर्छ गाइस यहाँ सक्नु बिनिसको चढ्ने स्टाइल गाइस त त्यसलाई चाहिँ नहल्लाइदियो अरे होइन बिचरा पनौती किसिममा जाऊ है त हल्लाइदियो त गाइस त हेर्नु एक हान माथि उठ गाइस त हान्ने स्टाइल हेर्नु हाम्रो भाइको सक्दिनस् गाइस त सक्दैन अरे अब चाहिँ हामी रेसमा खेल्ने गाइस त ढाड मड्काउनेमा ढाड पड्काउने गाइस त मड्काउने हो सो गाइस हामी चाहिँ ढाड पड्काउने मैले खेल्दैछु ओ पुरै घुमिदिन्छ यार गाइस र हाम्रो चाहिँ यहाँ अगाडि चाहिँ हामीले चाहिँ यसमा खेल्न आँटेको होला गाइस त हामी चाहिँ यहाँनिर चढिसकेको छौँ अनि अब नगर्न गाइस त यो पनि बस्छ एउटामा बस्ने हो यो गाइस त यो चाहिँ अलिक यस्तो गरेर उठ्ने हो